विक्रम सम्वत 2082 को भाद्र महिना नेपाल एउटा आन्दोलनको आगोले नराम्रोसँग जल्यो। केही दिनमै देशैभरि फैलिएको यो प्रदर्शनले एउटा राष्ट्रिय सङ्कट मात्रै निम्त्याएन, तर कैयौं गम्भीर प्रश्नहरू पनि खडा गर्यो। अनि जब यो सबैको धुवाँ अलि मत्थर भयो, क्षतिको हिसाब किताब सुरु भयो। एउटा आधिकारिक छानबिनले के देखायो भने 76 जनाले आफ्नो ज्यान गुमाएका थिए। यो थियो त्यो विद्रोहले मागेको मानवीय मूल्य। मानवीय क्षति मात्रै होइन, भौतिक विनाश पनि उत्तिकै डरलाग्दो थियो। आयोगको रिपोर्ट अनुसार देशले करिब 85 अर्ब नेपाली रुपियाँ बराबरको भौतिक सम्पत्ति गुमायो। सोच्नुहोस् त, यसले राष्ट्रिय अर्थतन्त्रलाई कत्रो ठूलो चोट पुर्यायो होला। त्यसो भए आखिर के भएको थियो त? अब हामी यही आधिकारिक प्रतिवेदनभित्र पसेर ती घटनाहरूलाई एक एक गरी केलाएर हेर्नेछौँ। कुरा सुरु हुन्छ भाद्र 23 र 24 गतेबाट। काठमाडौँका सडकबाट उठेको असन्तुष्टिको एउटा सानो झिल्कोले हेर्दा हेर्दै डढेलो झैँ पुरै देशलाई आफ्नो चपेटामा लियो। जुन प्रदर्शनहरू शान्तिपूर्ण रूपमा सुरु भएका थिए, ती चाँडै नै झडप र तोडफोडमा परिणत भए। तर प्रश्न उठ्छ, यत्रो ठूलो आन्दोलन सुरु हुनुको तत्कालको कारण चाहिँ के थियो त? हो, प्रतिवेदनले एउटा यस्तै तत्कालीन कारणलाई औल्याएको छ जसले बारुदमा सलाई कोर्ने काम गर्यो। त्यो कारण थियो सरकारको एउटा निर्णय, 26 वटा सामाजिक सञ्जालका प्लेटफर्महरूमाथि प्रतिबन्ध। अब हेर्नुस्, यो खाली मनोरञ्जनको कुरा मात्रै थिएन। कतिपयका लागि त यो आफ्नो कमाई खाने भाँडो थियो, आफ्नो आवाज राख्ने ठाउँ थियो। हो, यही निर्णयले चाहिँ आगोमा घिउ थप्ने काम गर्यो। अनि रिपोर्टले यो आन्दोलनमा एउटा विशेष पुस्तालाई केन्द्रमा राखेको छ। त्यो हो जेनेरेसन जी, अर्थात् इन्टरनेट र स्मार्टफोनसँगै हुर्केको पुस्ता। अब उनीहरूका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु भनेको त उनीहरूको पहिचान र आवाजमाथिकै सिधा हमला जस्तै थियो। र अर्को एउटा बुझ्ने पर्ने कुरा के छ भने नेपालमा जे भइरहेको थियो त्यो कुनै एक्लो घटना थिएन। आयोगले यसलाई एउटा विश्वव्यापी ट्रेन्डको हिस्साको रूपमा हेरेको छ। श्रीलङ्कादेखि केन्या होस् वा फिलिपिन्स, संसारभरि नै युवाहरूले यस्तै किसिमको विद्रोह गरिरहेका थिए। तर रिपोर्टले के स्पष्ट पार्छ भने सामाजिक सञ्जालमाथिको प्रतिबन्ध त एउटा झिल्को मात्रै थियो। खासमा त देश दशकौंदेखिको असन्तुष्टिको बारुदमाथि बसिरहेको थियो। त्यो बारुदको मुख्य कारण के थियो? राजनैतिक अस्थिरता। ल हेर्नुस् त, पछिल्लो 35 वर्षमा देशले 30 वटा फरक सरकार देख्यो। यो तथ्याङ्क आफैमा कति डरलाग्दो छ। यसले नै देखाउँछ कि हाम्रो शासन प्रणाली कति कमजोर र अस्थिर थियो। हो, यही राजनैतिक अस्थिरताको जगमा अरू थुप्रै समस्याहरू मौलाए। जताततै भ्रष्टाचार, बढ्दो बेरोजगारी अनि घुमिफिरी तिनै नेताहरूको शासन। यस्तै कुराहरूले गर्दा जनतामा राज्यप्रति गहिरो आक्रोश र अविश्वास पैदा भएको थियो, जसलाई प्रतिवेदनले बारुदको थुप्रो भनेको छ। अब यत्रो राष्ट्रिय सङ्कट आएपछि सत्य तथ्य के हो भनेर पत्ता लगाउनै पर्यो। त्यसैले सरकारले 2082 साल असोज 5 गते एउटा उच्चस्तरीय छानबिन आयोग गठन गर्यो। यो आयोगको काम स्पष्ट थियो। मानवीय र भौतिक क्षति कति भयो त्यसको हिसाब किताब गर्ने अनि घटनाक्रमको एउटा निष्पक्ष रिपोर्ट तयार पार्ने। यसका लागि उनीहरूले स्थलगत भ्रमण गरे, पीडित र अधिकारीहरूसँग बयान लिए र डिजिटल प्रमाणहरूलाई पनि राम्रैसँग केलाए। ल, अब सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यो लामो छानबिनबाट आखिर के कुरा बाहिर आयो त? अनुसन्धानले प्रदर्शनको पहिलो दिन र दोस्रो दिन बीचमा एउटा स्पष्ट भिन्नता देखायो। हो, आयोगको अनुसन्धानले यी 2 दिनका घटनाहरू बीच आकाश जमिनको फरक देखायो। भाद्र 23 गते मूलतः युवाहरूको जेनजीको प्रदर्शन थियो, तर 24 गतेसम्म आइपुग्दा आन्दोलनको चरित्र नै बदलियो र यो थप अराजक र विनाशकारी बन्न पुग्यो। अनि यहाँनिर प्रतिवेदनले एउटा निकै ठूलो निष्कर्ष निकालेको छ। दोस्रो दिन जुन हिंसा, आगजनी र लुटपाट भयो नि, त्यो सुरुको आन्दोलनमा सहभागी युवाहरूले गरेका थिएनन्। बरु स्थितिको फाइदा उठाउँदै केही अपराधिक समूहहरूले अराजकता फैलाएका थिए। ल, छानबिन भयो, कारण पनि थाहा भयो। तर अब के त? भविष्यका लागि के गर्ने? प्रतिवेदनको अन्तिम खण्डले यही सुधारको बाटोबारे कुरा गर्छ। आयोगको काम खाली घटनाको चिरफार गर्नु मात्रै थिएन। प्रतिवेदनको 100औं पृष्ठमा त भविष्यका लागि सुझावहरू दिएको छ। सरकारदेखि समाजसम्म हरेक क्षेत्रमा सुधार गर्नका लागि एउटा विस्तृत मार्गचित्र नै प्रस्तुत गरिएको छ। प्रतिवेदनले सुधारको बाटो त देखायो, तर एउटा ठूलो प्रश्न अझै पनि बाँकी नै छ।
राजनीतिक अस्थिरताको यस्तो लामो इतिहास बोकेको हाम्रो जस्तो राष्ट्रमा के यी सुधारहरूले साँच्चै जरो गाड्न सक्लान् त? हो, यो प्रश्नको जवाफ त अब आउने समयले नै दिनेछ।